हेलो हाई नमस्ते सबैजनालाई। अनि फेरि पनि म मेरो नयाँ भिडियोमा आइसकेको छु तपाईहरुको अगाडि। अथवा पोल्यो यो गिलो रोटी बनाएको कि कस्तो पोल्यो हेर्नु, हातहरु हेर्नु पोलेर यहाँ के हो। हतारमा काम गर्ने बानी छ कि यता गर्छु यता पोल्छ, यस्तो गर्छु यस्तो पोल्छ हो। बानी भएर होला, यत्रो बुढी भएर पनि हात चाहिँ राम्रै हेर्नु। यहाँ देखाउनु पनि के हो, यी बल्ल बल्ल यहाँ उयो उक्कियो होइन। अहिले पोलिहाल्यो यहाँ फेरि। अनि म चाहिँ उठेर सफा सुग्घर भएर पनि रेडी भइसकेको छु हो। किनभने आज चाहिँ छ मेरो छोराको स्कुल सुरु भयो हो। हिजो र अस्ति चाहिँ 2-3 दिन छुट्टी भएर आराम भएको थियो। अनि अहिले चाहिँ स्कुल लाग्ने भयो। आज मेरो छोरीको चाहिँ भोलिदेखि लाग्छ। आज छुट्टी। मैले हिजो तपाईहरुलाई भिडियो गरेर हालेको थिएँ नि त हैन, मेरो छोरीको चाहिँ कपी बुक लिनु गएको भनेर। अनि कपी बुक पनि आइसक्यो, कभरहरू लगाएर एकदम रेडी भइसक्यो हैन। अब खाली बोकेर जानुपर्ने हुन्छ स्कुल। अनि आज छुट्टीको दिन चाहिँ ढिलो ढिलो नै उठ्छ नि त, त्यही कारण चाहिँ अहिले चाहिँ सुतिरहेको छ मेरो छोरी। मेरो छोरा चाहिँ उठेर पनि उहाँ खाजा खाँदै टिभी हेर्दैछ हो। अनि अब म चियाहरू पिउँछु, त्यहाँबाट तपाईहरुसँग फेरि भेट गर्छु। तपाईहरु हेर्दै गर्नुहोस्, म कता कता जान्छु हो, तपाईहरुलाई देखाइहाल्छु नि है। चाहिँ यहाँ हस्पिटल आइपुगे हो। यो चाहिँ हाम्रो नक्सलको हस्पिटल हो। यहाँ चाहिँ मेरो काम छ, अहिले तपाईहरुलाई बताउँछु हो। यहाँ उयोहरू पनि लिएर आएको छु हो। अनि म अहिले बताउँछु। अहिले हतार छ हो, त्यही भएर चाहिँ अहिले बादमा भेट्छु। म चाहिँ पुरा हतार भयो हो। अघि हस्पिटलबाट ढिलो आयो नि त, पुरा भिड रहेछ होइन। अन्त म चाहिँ छिटो आएर खाजासाजा खाएर अनि मेरो पनि दबाईहरू खानु थियो। दबाई सबै खाएर चाहिँ फेरि भाइलाई लिनु जानु आँटेको। भिडियो गरौँ भनेको त भ्याउँदै भ्याइन। अनि आज चाहिँ मेरो चाहिँ आमाको चाहिँ बहिनीको चाहिँ छोरीलाई चाहिँ भुँडी दुखेर चाहिँ राति चाहिँ यहाँ नक्सल हस्पिटलमा एडमिट गरेको थियो रहेछ नि त होइन, युरिनमा इन्फेक्सन भएर। अनि अहिले चाहिँ राम्रै छ हो। त्यो पुरा दुख्यो अरे कि। अनि राति नै ल्याएर चाहिँ झन्डै झऱ्यो मोटर पनि। राति नै ल्याएर चाहिँ एडमिट गरेको रहेछ। त्यही कारण चाहिँ म बिहान हतार भाइलाई स्कुलमा पुऱ्याएर चाहिँ उतै गएँ हो। अनि फेरि मेरो दबाई लिनु थियो। मेरो दबाई लिँदा ओर्दा पुरा ढिलो भयो होइन। अहिले आएर खाना पकाउनु पनि भ्याइन, आएर खाजा खाँदा ओर्दा त्यतिकै भयो। अहिले चाहिँ यहाँ मैले भात बसाइरहेको छु। अहिले आएर सब्जी र दाल पकाउँछु हो। अनि फेरि 12 पनि उयो भएछ, 12:05 भएछ। अब म भाइलाई लिनु गइहाल्छु हो, नभए फेरि ढिलो हुन्छ होइन। त्यही कारण चाहिँ तपाईहरु हेर्दै गर्नुहोस् हो। अहिले बादमा चाहिँ आरामले बात गर्छु नि ल। अहिले पुरा हतार भयो मैले चाहिँ अहिले भाइलाई पनि लिएर आइसकेँ। हाम्रो भाइ चाहिँ यहाँ नयाँ बेग बोकेर कुदी हिँड्दैछ। आज हातमा लगाइदिएको भाइलाई मैले, शीतल भइरहेको छ। अनि म पनि अहिले चाहिँ अलिक भन्नु रिल्याक्स भयो क्या। स्कुलमा गएर एकछिन बसेँ हो। अनि चाहिँ भाइलाई लिएर चाहिँ आउँदैछु। अब घर आइपुगेँ, घाम पुरा लागिरहेको छ। टन छाता हटायो भने त झन् पुरा घाम लागिरहेको छ। अब मैले खानाहरू पनि भात मात्रै पकाएको छु हो। अब दाल र सब्जी छिटो पकाउनु पर्ने हुन्छ। 12:30 भयो, 1:15 रहेछ। अब म छिटो पकाइहाल्छु साथीहरू। घर पनि आइपुगेँ, मिस्त्रीहरू छ हो। गुड मर्निङ साथीहरू। अनि अहिले चाहिँ बेलुकाको 4 बजिसकेको छ हो। अनि म चाहिँ यहाँ चिया बनाउँदैछु। यो चाय चाहिँ हो मेरो मिस्त्रीहरूलाई। अनि अब यसको चाय बनाउनु पर्ने छ। अनि चाय बनाएर छोरीलाई यहाँ पक्रिनु दिनु पर्यो हो। अनि साथीहरू बिजी भएर उयो पनि गर्नु पाउँदैन, भिडियो पनि बनाउनु पाउँदैन हो। रिल्स पनि 1-2वटा बनाइराखेको, यता गर न 1-2वटा बनाइराखेको थिएँ र त्यही हाल्दै बसिरहेको छु हो। घरमा कामहरू सुरु गऱ्यो भने यस्तै हुन्छ, एक्लै यताउता सबैतिर आफू कुद्नुपर्छ है। अनि अब म चाय बनाइदिन्छु। मिस्त्रीहरू लागिरहेको छ हो, बढिसकेँ होइन। अनि मजाले बनाइदिनु पर्यो। अनि चिया बनाएर दिनु पर्यो नि, बिचराहरू घाममा काम गर्छ हो। चिया त बनाएर दिनुपर्छ नि है।
अहिले म मिस्त्रीहरूलाई चिया बनाउँदाखेरि अब चाहिँ 4 बजिसकेको छ हो। म चाहिँ मेरो मिस्त्रीहरूको लागि यहाँ दुधको चिया पाउडर दुधको चिया बनाइदिएको हो। यिनीहरूलाई चाहिँ अब दुध सुध बनाएर चिया बनाएर दिनु पर्यो। काम हुँदैछ माथि धमाधम हो। यिनीहरूलाई चिया दिएर मात्रै त्यहाँबाट फेरि मेरो खाने पाली आउँछ। म चाहिँ गाईको दुध खान्छु हो। गाईको दुधको खान्छु नि त, ग्यास हुन्छ पाउडर दुध खायो भने। पहिला त पाउडर दुधै खान्थेँ, तर अहिले चाहिँ अब गाईको दुध खाने बानी भएछ हो। अनि गाईको दुधको नै खान्छु। मेरो बोजूले त सासूले त झन् फिक्का चिया खानुहुन्छ, बेसी खानु दिनु हुँदैन। यस्तो कि दियो भने ग्यास भइहाल्छ। गाईको दुधकै दियो भने पनि ग्यास हुन्छ क्या। अन्त मलाई पुरा डर लाग्छ। मिस्त्रीहरूले त खान्छ नि त, उनीहरू त फट्ने काम गर्छ हो। अनि झन्डै उम्लेर भुतुक्कै गयो। कस्तो घाम लाग्छ साथी, के भन्नु र। अल्छी लागेर जिउ पनि कस्तो गलेको जस्तै भएर लो प्रेसर भएछ भन्दा पनि नि बिर्सेछु म त। हेर्नु मेरो हाई प्रेसर भएर अस्ति लिएर आएको होइन, दबाई लिएर आएर दबाई कति भयो मैले खाएको, झन्डै 2 वर्ष हुनु आँटिसक्यो होइन। अहिले त हेर्नु छैन। आज गएको त लो भएछ पुरा, जिउ पनि कस्तो भएको जस्तै। बिहानदेखि नै कस्तो त हुँदै थियो होइन, र पनि त्यति साह्रो मैले उयो नै गरिनँ होइन। अन्त आज ठिकै दबाई पनि लिनु थियो। अनि गएको त नापेको त माथि त 105 मात्रै रहेछ, मुनि त झन् 58 मात्रै। अन्त कस्तो गलेको जस्तै क्या, जिउै कस्तो भइरहेछ। फुर्ती नै छैन, नभए त म त कहाँ यस्तो हुने हो। एकदम मेकअप सेकअप गरेर हिँड्ने यताउता हो। एकतालमा कता पुग्थेँ। आज त यति टाउको दुखेको, बोल्नु पनि नमन लागेको क्या, करले घिनेको जस्तै भएको। त्यो जिउै कस्तो भइरहेको छ, के भएको हाई प्रेसर त 2टा दिएको थियो नि त दबाई फेरि क्या। कोही बेला पुरा हत्तै बढ्यो भने चाहिँ उनीहरूले 2टा दबाई खानु भनेर दिएको थियो नि त। अन्त 2टा दबाई खाएको कति मैले 6 महिना जस्तो भएको थियो। अनि पुरा लो भएछ, त्यही कारण चाहिँ आज फेरि घटाएर सानोबाट एउटा मात्रै दिएको छ। त्यो दबाई त झन् उयो मात्रै हो क्या, त्यो अब यसो लडिहाल्यो भने चाहिँ लड्नु ओर्नु चाहिँ नपाउने खालके हुन्छ नि, अब त्यस्तो खालके दबाई। स्ट्रोकहरू नहानोस् भनेर त्यो दबाई खाइरहेको छ भने चाहिँ डर हुँदैन नि त हामीलाई होइन। अब प्रेसरको दबाई खाइरहनेले त याद गर्नुपर्छ, छोड्नु हुँदैन। त्यही कारण चाहिँ त्यो दबाई चाहिँ दिएको छ। अब त्यही दबाई खाने हो, त्यहाँबाट फेरि प्रेसरलाई ठिक उयसमा ल्याउने हो। कहाँबाट हाई प्रेसर लो प्रेसरहरू आएको हो है साथीहरू, के म त हो छक्कै पर्नु। यत्रो उमेरमा पनि, यत्रो उमेर भन्दा पनि पुगेँ नि थुप्रै, र पनि त मेरो त पहिल्यैदेखि नै हाईको हाई क्या, प्रेसर आयो। पैसाहरूको हाई हुनु नि है, बिमारको हाई भएर के गर्नु, त्यो कामै नलाग्ने है। आम्मामाम, बिमारको हाई भएर यता हस्पिटल कुदा उता हस्पिटल कुदा, छ्या के हो त्यस्तो जिन्दगी। यतिको उमेर नहुँदा कतिवटा रोगहरू लागिसक्यो। झन् अलिक बुढेसकाल भयो भने त भगवान्, दबाई कुन पैसाले किनेर खानु होला है। कतिवटा दबाई खानु, बिहान प्रेसरको कुनी के को, बेलुका कुनी के को भन्दै खानु पर्यो भने त पोका बोकेर हिँड्नु पर्यो भने त गयो त साथीहरू जिन्दगी त है। म त सोच्दा पनि घरिघरि त रिङ्गटा छुट्छौ। मेरो मिस्त्री दाइहरूलाई चिया लगिदिएको, अब उनीहरूलाई चिया दिइहाल्छु हो। त्यहाँबाट फेरि तपाईँहरूसँग भेट्छु। यहाँ दोकानमा मासु लिन आएको, मेरो छोरी यहाँ उभिरहेको थियो अल्छीले। साथीहरू अहिले भर्खर उहाँ भाङ्गापुल गएर नि मासु लिएर आएको छु हो। यो चाहिँ कस्तो छ भने त ब्रोइलर हो कि पोल्ट्रीको, तर यसलाई चाहिँ मैले डढाएर मजाले तातो पानीमा चाहिँ भुत्लाएर चाहिँ त्यो आगोमा पोलेको जस्तै हुँदैन, हो त्यस्तो गरिकन छाला उयो नगरिकन। हेर्नु त यहाँ है, छाला सँगसँगै पोलेको। यो चाहिँ कस्तो मिठो गनाउँछ हो। मजाले यस्तो गरेर लिएर आएको छु। यो चाहिँ छाला नउक्काइ गऱ्यो भने चाहिँ मिठो गनाउँछ नि त, आगोमा उयो गरेको जस्तै होइन। त्यही कारण चाहिँ एकछिन टाइम चाहिँ लाग्छ, तर आगोमा मजाले पानी उयो गर्नु लगाएर त्यहाँबाट चाहिँ बनाएर लिएर आएको छु हो। अब यसलाई मजाले बनाउँछु, त्यहाँबाट बिस्तारी खाने हो। हाम्रो चाहिँ
ठुलो छोरीको स्कुल भोलिदेखि लाग्छ भनेर चाहिँ मेसेज आएको थियो। तर फेरि अघि मेसेज आयो भोलि पर्सि, त्यहाँबाट फेरि शनिबार, त्यहाँबाट आइतबार 4 दिनै छुट्टी भनेर चाहिँ मेसेज आएछ। त्यहाँबाट हामी खुसी भए। अन्त खुसी भएको मतलब चाहिँ किन भन्नुहोस् न, सुत्नु पाउँछ नि त, अलिक लामो सामान हो, अनि नभए त छिट्टो उठ्नुपर्छ हो, के गर्नु साथीहरू। त्यही कारण चाहिँ छुट्टी भएर चाहिँ मलाई चाहिँ खुसी लाग्यो। अब बिस्तारी पकाउने हो। भाइको त ढिलो लाग्छ हो, 8 बजीतिर त हो, 7 बजी उठ्यो भने भ्याइहाल्छ हो। अनि बिहान उठ्नु मन लाग्दैन, बरु बिहान पखा चाहिँ अलिकति बेलुका चाहिँ अहिले बरु ढिलो सुत्नु मन लाग्छ कि बिहान पुखा त पटक्कै निन्द्राले छोड्दैन। के गर्नु हो, एकछिन सुत्नु पऱ्यो भन्दै 7 बजिहाल्छ हो। अब म यति बनाउँछु, यो त सबै बेसी हुन्छ हामीलाई हो। आधी बनाएर भोलिको लागि फेरि राख्नुपर्छ, अलिअलि चाहिँ हाल्नुपर्छ हो। यस्तोहरू मनपर्छ, म त छाला भएको हो। थुका आयो गनाएर। अब यहाँ हेर्नुहोस्, 1 किलो मासुमा अलिकति पकाए सानो उयो छ भने चाहिँ फाइदा हुन्छ नि त है। सानो के भन्नु त, परिवार 12 बजीको पनि सब्जी छ हो, दाल पनि छ, अनि भात र यो मासु पकायो भने पुगिहाल्छ है सानो परिवारलाई। यो 1 किलो मासु त हामीलाई 3-4 दिनसम्म जान्छ मजाले राख्यो भने। क्या अब फ्रिजमा मजाले टक्कै यसरी राखिदिने हो, त्यहाँबाट खाइदिने हो। तपाईहरु हेर्दै गर्नुहोस्। अब म खानासानाहरू पकाउँछु आजलाई, म यतिमै नै उयो गर्छु ल, साह्रै लामो पनि भिडियो भयो होला हो। तपाईहरु हेर्दै गर्नुहोस्, फेरि नयाँ भिडियोमा हामी भेट गर्नुपर्छ। अहिलेको लागि बाई बाई।